छाडेर गइहाले हेर्दा हेर्दै अर्कै के भइहाले एक्लो पारेर हो माया मारेर एक्लो पारेर हो माया मारेर निर्मोहीले हरिताल भइहाले जिन्दगीमा धरधरे रहिहाले एक्लो पारेर हो माया मारेर एक्लो पारेर हो माया मारेर भित्र आगो बल्यो पसिना त खलखले ओ छाती भित्र आगो बल्यो पसिना त खलखले अझै पनि देख्छु म त त्यही मुरीलाई झलझले जाली रहेछ साह्रै नै तिर्ताली मलाई फाली अर्कैलाई अङ्गाली एक्लो पारेर हो माया मारेर सबैले गाउनु होला एक्लो पारेर हो माया मारेर बिगिरेर मैले धोका खाया आफ्नै बुद्धि बिगिरेर मैले धोका खाया बैमानीको छलमा पर्दा अहिले दुःख पाया काली पारे झिल्केलाई फसाए गते फाली दुनिया हसाए सबैले गाउनुहोस् एक्लो पारेर हो माया मारेर एक्लो पारेर हो माया मारेर सबैले निष्ठुरीले छाडेर गइहाले सबैले एक्लो पारेर हो माया मारेर एक्लो पारेर हो माया मारेर निर्मोहीले हरिताल भइहाले जिन्दगीमा धरधरी रहिहाले एक्लो पारेर हो माया मारेर एक्लो पारेर हो माया मारेर सबैले एक्लो पारेर हो माया मारेर एक्लो पारेर हो माया मारेर एक्लो पारेर हो माया मारेर वाह वाह जोरदार ताली
कालीप्रसाद रिजालको शब्द, आलोक श्रीको सङ्गीत, एम बरालको यो कालजयी आवाज आज पनि हिमालय टेलिभिजन अनि इन्द्रेणी.com युट्युब मार्फत संसारभरिबाट इन्द्रेणीमा जोडिनुभएका दर्शकका बीचमा एम बरालकै आवाजसँगै हार्दिक स्वागत छ। नेपाली गीत सङ्गीतको एउटा अब्बल क्षमता भएको विशिष्ट कलाकार एम बराल, जसले 2048 सालमा रेडियो नेपालमा दोस्रो अधिराज्य व्यापी आधुनिक गीत प्रतियोगितामा 2049 सालमा बादलुको घुम्टोले यो गीत गाउँदै रेडियो नेपालमै सबैलाई उछिनेर प्रथम भएका गायक एम बराललाई जोरदार तालीसहित हार्दिक सम्मान छ। आज करेन्ट चाउचाउ, जगदम्बा गुरु, बोस्टन लोक सुशीली समूह, मेन केसी मोहन खतिवडा, त्यसै गरी एभरेस्ट हस्पिटल, युनियन एजुकेसन लगायत सबैलाई धेरै धन्यवाद। आज तपाईँको साथमा यति विशिष्ट कलाकार हुनुहुन्छ, त्यस्तै अतिथिहरू हुनुहुन्छ, स्टुडियोभित्र आज भरिभराउ देश विदेशबाट आउनुभएका दर्शकका बीचबाट संसारभरिका दर्शकलाई हिमालय टेलिभिजन अनि इन्द्रेणी.com युट्युब र पेज मार्फत हामी जोडिरहेका छौँ। एम बराल जस्ता गीत अनगिन्ती छन्, ती गीत हरेक नेपालीका धड्कन छन् र एम बराल नचिन्ने मान्छे सायद नेपाली भाषीमा दुर्लभै हुनुहोला। यदि चिन्नु भएको छैन भने पनि हुम्ला जुम्लातिर अब त बिजुली बत्ती पनि पुगेको छ। हेर्नुहोस्, उहाँ नै हो एम बराल, जति गीत गाउनुहुन्छ। आज एम बराल सँगै त्यस्तै सशक्त गायिका इन्द्रेणीबाट त धेरैले चिनिसक्नु भएको छ, सबैले गीत सुनेकी गायिका जुनु रिजाल, यहाँलाई हार्दिक स्वागत छ। स्पेनबाट एनआरएनका उपाध्यक्ष, इन्द्रेणीलाई अति माया गर्ने आदरणीय सुरेन्द्र भुजेल थापा, उहाँलाई जोरदार ताली। अनि हाम्रो विजय भाइ अनि कल्पना पङ्गेनीज्यू लगायत हामी जति पनि यहाँ छौँ, यहाँ भएका सबैलाई हार्दिक सम्मान भने। सन्जु साई गिटारमा, हजुर जोरमादल रूपकसँग, पिएन साइलो र टेकेन्द्रलाई देखे मान्छे दङ्ग, मानबहादुरले बाँसुरीमा, जुजु किबोर्डतिर, आज भने कृष्णबहादुर गन्धर्वलाई छैन कुनै पीर, किनभने एम बरालको उहाँ अति घनिष्ठ हुनुहुन्छ। तबलामा हाम्रो भाइ सन्तोष थारू। एम बरालसँग यहाँ मात्र होइन, मेरो जीवनको साङ्गीतिक यात्रामा म स्वर्गीय सुबहादुर सुनामलाई, एम बराललाई देख्दा बित्तिकै ठ्याक्कै याद आइहाल्छ। हजारौं रातहरू हामी सँगै कार्यक्रम गरेका ती क्षणहरू छन्। भारतमा जो गयो हड्डीको लागि उहाँको अस्पतालमा 50% नेपाली नागरिकता भयो छोडिसट्टै। मुनाल एन्ड मयूरका दीपक काफ्ले सर, कल्पना पङ्गेनीज्यू, यहाँलाई हार्दिक सम्मान छ। मेरो अति घनिष्ठ व्यक्तित्व बद्री पङ्गेनीज्यू, एम बरालज्यू, यहाँलाई हार्दिक स्वागत छ। के भन्नुहुन्छ संसारभरिबाट इन्द्रेणी हेर्नुभएका दर्शकलाई? इन्द्रेणी मय कार्यक्रममा आएको छु। खासमा विशेष गरी ज्यादै मिठो बोल्ने व्यक्ति हो कृष्ण कडेल, म पनि फसेँ आज खासमा है। एकदम फुर्तिलो भाइ, जुन हिसाबमा इन्द्रेणीको जुन लोकप्रियता जुन हिसाबमा अगाडि बढिरहेको छ संसारभरि। तर एउटै कुरा म के भन्न चाहन्छु भने, मैले पहिला पनि यो कुरा भनेको थिएँ, मैले धेरै अमेरिकाको प्रोग्राममा जाँदाखेरि त्यहाँको धेरै बाआमाको आशीर्वाद हाम्रो कृष्ण भाइ र यो इन्द्रेणी परिवारलाई लागेको रहेछ। उहाँले धेरै त्यो जुनै कार्यक्रमलाई छोडेर पनि इन्द्रेणी कार्यक्रम हेर्नुहुन्थ्यो बुवा आमाहरूले। आज पनि यहाँ बुवा आमाहरू आउनु भएको छ, दाजुभाइ दिदीबहिनी आउनुभएको छ। यो कार्यक्रम एकदम लोकप्रिय छ। यो मञ्च लोकदोरीको एउटा मञ्च हो, मलाई यो थाहा छ। तर सबैको एउटा मञ्च अब चाँडै पनि आधुनिक गीतहरू सुरुवात हुँदै रहेछ। सुगम सङ्गीतका विद्यार्थीको एउटा म हैसियतले सङ्गीतलाई चाहिँ म एउटा उच्च सम्मान गर्छु। म जहिले पनि लोकदोरीलाई पनि सम्मान गर्छु। म धेरै ठाउँमा म लोकदोरी हेर्न पनि गएको छु। तर म एउटा सुगम सङ्गीतको विद्यार्थीको हैसियतले जुन अब आगामी सङ्गीतहरू यहाँ जुन हिसाबमा कलाकारहरू पनि आउँदै हुनुहुन्छ, उहाँहरूलाई पनि म धन्यवाद दिन चाहन्छु। र यो कार्यक्रम एकदमै लोकप्रिय छ र यो कार्यक्रम अझ लोकप्रिय हुँदै जाओस्, मेरो धेरै धेरै शुभकामना छ। यहाँहरूलाई सबैलाई म नमन गर्न चाहन्छु। धन्यवाद।